र हामी ब्याक मध्य प्रदेशको 2082 मा सोधेको क्वेसनहरू हामी गर्दैछौँ है। क्वेसन नम्बर 1 मा क्वेसन के भनेको छ भन्दाखेरि इन अ सर्वे कन्डक्टेड एमङ 120 स्टुडेन्ट्स अफ अ स्कुल द रेसियो अफ द स्टुडेन्ट्स हु लाइक टु प्ले फुटबल ओन्ली एन्ड भलिबल ओन्ली वाज फाउन्ड टु बी 2:1. Also, there was 20 students who liked to play both football and volleyball, and 10 students who did not like any of these two games भनेको छ है। नम्बर एमा के सोधेको छ भन्दा if F and B are the sets of students who like to play football and volleyball respectively, write the set of students who like to play both games in cardinality notation भनेको छ है। त्यस्तै गरेर बी नम्बरमा प्रेजेन्ट द गिभन इन्फर्मेसन इन अ भेन डायग्राम र सी नम्बरमा के सोधेको छ भन्दाखेरि फाइन्ड द नम्बर अफ स्टुडेन्ट्स हु लाइक टु प्ले फुटबल भनेको छ। नम्बर डीमा चाहिँ के भनेको छ बाई वाट पर्सेन्टेज द नम्बर अफ स्टुडेन्ट्स हु लाइक टु प्ले भलिबल इज मोर अर लेस देन द नम्बर अफ स्टुडेन्ट्स हु लाइक टु प्ले फुटबल कम्पेयर इट भनेको छ है। यो चाहिँ हाम्रो क्वेसनहरू भयो। अब हामीले क्वेसनमा के दिएको छ त्यो लेखौँ है। पहिला नम्बर अफ टोटल नम्बर अफ स्टुडेन्ट्स कति दिएको छ त हामीलाई टोटल नम्बर अफ स्टुडेन्ट्स चाहिँ हाम्रो त्यसलाई एनयुले जनाऊ है। क्वेसन नम्बर 1 सल्युसन एनयु चाहिँ कति छ त हाम्रो टोटल नम्बर अफ स्टुडेन्ट्स 120 छ है। त्यस्तै गरेर हामीलाई यसलाई लिड गर्नुभयो चाहिँ रेसियोमा दिएको छ 2:1 भनेर होइन। फुटबल ओन्लीको रेसियो र भलिबल ओन्ली रेसियोको चाहिँ कति छ 2:1 छ। त्यसलाई चाहिँ नम्बरमा दिनु लेट गर्नुपर्ने हुन्छ। लेट गर्दाखेरि हामीले पछाडिपट्टि एक्स लेट गर्नुपर्ने हुन्छ है। लेट एन नट एफ इजिकस टु चाहिँ कति छ 2x होइन। 2:1 भनेर 2x लेट गरौँ। 2x जनाले चाहिँ फुटबल मात्र मन पऱ्यो अन्त ओन्ली फुटबल लाइक गर्ने चाहिँ 2x जना छ है। एन नट बी भलिबल ओन्ली लाइक गर्ने चाहिँ x जना छ 1x हुन्छ है। 1 लेखिरहनु परेन। त्यस्तै गरेर एन दुइटै होइन बोथ लाइक गर्ने चाहिँ कति छ त फुटबल एफ इन्टरसेक्सन भी चाहिँ कति छ त भन्दाखेरि 20 छ। 20 स्टुडेन्ट छ है। त्यस्तै गरेर हु डोन्ट लाइक बोथ गेम्स एफ युनियन भी कम्प्लिमेन्टले डिनोट गर्छ कति छ त्यो चाहिँ 10 छ। नम्बर एमा चाहिँ के छ क्वेसन भन्दाखेरि बोथ गेम्सको हामीलाई कार्डिनल नम्बर लेख्नु भनेको छ है। बोथ गेम्सको कार्डिनल नम्बर चाहिँ त्यसलाई एन एफ इन्टरसेक्सन भी इज इक्वल्स टु 20 यो चाहिँ हाम्रो एन्सर हो है। ए नम्बरमा कार्डिनलिटी नम्बर लेख्नुपर्छ लाइक बोथ गेम्सको है। बी नम्बरमा चाहिँ हामीलाई प्रेजेन्ट इन भेन डायग्राम भनेको छ है। अब प्रेजेन्टिङ इन भेन डायग्राम प्रेजेन्टिङ इन भेन डायग्राम होइन। भेन डायग्राम एकदम रफली बनाइरहेको छु मैले है विथ द हेल्प अफ डट पेन है। भाइ बहिनीले यसलाई चाहिँ पेन्सिल र कम्पासले ड्र गर्नु होला इक्जाममा है। एफ यो भी छ है। हु लाइक बोथ गेम्स चाहिँ कति छ त 20 छ है। फुटबल ओन्ली कति छ 2x छ। भलिबल ओन्ली कति छ x छ। अनि हु डोन्ट लाइक बोथ चाहिँ कति छ त 10 छ। हाम्रो बी नम्बर क्यान्सर भयो है। सी नम्बरमा के भनेको छ त भन्दाखेरि हामीलाई के निकाल्नु भनेको छ सी नम्बरमा चाहिँ फाइनल नम्बर हु लाइक टु प्ले फुटबल भनेको छ। हु लाइक टु प्ले फुटबल भनेको चाहिँ यो 2x + 20 हो होइन। अब एक्स भ्यालु पहिला फाइन्ड गर्नुपर्ने हुन्छ फ्रम भेन डायग्राम सबै एड गर्दा 2x + 20 + x + 10 एड गर्दा हाम्रो टोटल नम्बर स्टुडेन्ट 120 हो भने सबै के हुन्छ त एड गर्नु 2x + 20 + x + 10 एड गर्दाखेरि चाहिँ हाम्रो कति हुन्छ 120 हो। अर 2x + x भनेको कति हो त हाम्रो 3x हो। +20 + 10 भनेको 30 हो इज इक्वल्स टु 120 हो। अर 3x इज इक्वल्स टु 120 + 30 हुँदा के हुन्छ -30 अर 3x इज इक्वल्स टु 120 - 30 भनेको कति हो त 90 हो होइन। अर x इज इक्वल्स टु 90 / 3 हो। देयरफोर होइन x इज इक्वल्स टु 90 / 3 भनेको हाम्रो 30 हो। भने हु लाइक बोथ द गेम्स चाहिँ कति छ त ए होइन नट हु लाइक द बोथ द गेम्स एक्सको भ्यालु चाहिँ कति आयो त हाम्रो यो एक्सको भ्यालु चाहिँ हाम्रो कति आयो त एक्सको भ्यालु चाहिँ 30 है। अब चाहिँ हामीले निकाल्नु पर्ने हुन्छ हु लाइक फुटबल गेम नम्बर अफ स्टुडेन्ट हु लाइक फुटबल गेम चाहिँ कति हो त 20 + 2x हो 2x + 20 हो। अब हु लाइक फुटबललाई चाहिँ एनएफले जनाऊ है। एनएफ भनेको कति छ 2x + 20 एड गर्नु पऱ्यो। 2 र एक्सको बिचमा इन्टु हुन्छ एक्स भनेको कति छ 30 + 20 छ 2 × 30 भनेको कति हो त हाम्रो 60 + 20 60 + 20 भनेको चाहिँ हाम्रो 80 हो। यो चाहिँ नम्बर अफ स्टुडेन्ट्स हु लाइक फुटबल आयो हाम्रो। डी नम्बरमा चाहिँ हामीले के छ देख्छ भन्दाखेरि फाइन्ड द
बाई वाट पर्सेन्टेज होइन, बाई वाट पर्सेन्टेज द नम्बर अफ स्टुडेन्ट्स हु लाइक टु प्ले भलिबल इज मोर अर लेस देन द नम्बर अफ स्टुडेन्ट्स हु लाइक टु प्ले फुटबल भनेको छ। अब भलिबलको पनि हामीले निकाल्नु पर्यो, भलिबल कति हुन्छ त, भलिबल भनेको चाहिँ एनएफ जुन एक्स भ्यालु भनेको हु लाइक टु प्ले ओन्ली भलिबल चाहिँ कति छ त हाम्रो 30, ओन्ली भलिबल्स नट ओन्ली भलिबल, यस ओन्ली भलिबल चाहिँ कति छ, एनटिभी चाहिँ कति छ त हाम्रो 30 है। हाम्रो एक्सको भ्यालु चाहिँ कति हो, हाम्रो एक्सको भ्यालु, यो एक्सको भ्यालु, एक्सको भ्यालु चाहिँ हाम्रो 30 हो भनेको। ए नट भी भनेको हु लाइक ओन्ली भलिबल, हु लाइक ओन्ली भलिबल चाहिँ 30 छ। अनि हु लाइक ओन्ली भलिबल, अब भलिबलको नम्बर निकाल्नु पर्यो, हु लाइक टु प्ले भलिबल है, हु लाइक टु प्ले भलिबल चाहिँ कति छ त, एनभी पनि निकाल्नु पर्यो है। हु लाइक टु प्ले भलिबल चाहिँ, हु लाइक टु प्ले भलिबल चाहिँ यो डल्लै हो नि त हाम्रो 20 + x हो नि त, 20 + x एड गर्नु पर्यो है, 20 + x, 20 + x गर्नु पर्यो। 20 + x भनेको जस्ट कति एक्स हाम्रो 30x हो भने कति हो त 50 हो। हेर्दाखेरि नि हाम्रो भलिबल को स्टुडेन्ट भन्दा भलिबल मन पराउने स्टुडेन्ट भन्दा फुटबल मन पराउने स्टुडेन्ट चाहिँ धेर छ भनेपछि भलिबल मन पराउने फुटबल चाहिँ कम्ती छ, स्टुडेन्ट चाहिँ कम्ती छ भने लेस पर्सेन्टेज निकाल्नु पर्यो हामीले है। लेस पर्सेन्टेज यहीँ निकाल्नु नि त, डी नम्बरको लेस पर्सेन्ट इज इक्वल्स टु भलिबलको नम्बर कति छ, फुटबलको नम्बर 80 माइनस भलिबलको नम्बर 50 अपन भलिबलको नम्बर राख्नु, फुटबलको नम्बर राख्नु पर्यो इन्टु 100%। 80 - 30 भनेको 80 - 50 भनेको 30 अपन 80 इन्टु 100% छ है। अब 0 0 क्यान्सल, 3 × 100 भनेको 300 है, अपन 8 गर्दा कति हुन्छ 300 डिभाइड बाई 8 भनेको चाहिँ 37.5% चाहिँ हाम्रो एन्सर हो।